Hello guys, welcome back to another gameplay video र आज हामी खेल्न गइरहेको छौँ GTA 3। यो सबैलाई थाहा छ GTA 3 कति पपुलर थियो पहिला भनेर 2001 को क्या अहिले कति भइसक्यो लगभग लगभग 23 वर्ष पुरानो गेम 24-25 वर्ष पुरानो गेम यार 25 वर्ष पुरानो गेम आज म फेरि खेल्न गइरहेको छु तर यो चाहिँ डिफिनिटिभ एडिसन हो यसमा अलिक ग्राफिकहरू राम्रो छ है रकस्टारले यो चाहिँ एउटा राम्रो गरेको छ सो यो गेमप्ले सिरिज चाहिँ म जसरी कम्प्लिट गर्नेवाला छु किनभने मेरो यो च्यानलमा धेरै नै इन्कम्प्लिट गेम सिरिजहरू भइसकेको छ तर यो कम्प्लिट गर्नेछु तर तपाईँले धेरैभन्दा धेरै लाइक गरिदिनु पर्यो सब्सक्राइब गरिदिनु पर्यो है त ल अब गेमतिर स्टार्ट गरौँ सिधै लेट्स गो ओके 0.100010 ओके के हो भाइ स्टार्टिङै कडा भयो त ओके यो भाइ हामी ब्याङ्कमा चोरेर भाग्ला के हामी ओके हाम्रो क्यारेक्टर यही हो है ओके हामी भाग्दैछौँ सर्ट गन बोकेर भाग्दैछ त रोक ल ओए गर्लफ्रेन्डले धोका दियो यार यसलाई मरे कि हामी सुरुमा त काम गर्छ तिमी हाम्रो मेन क्यारेक्टर हो होइन ओके हामी जेलमा पुग्यौँ सही हो यार मलाई गर्लफ्रेन्डले धोका दिदियो यार यसलाई बिचरा यार Liberty City is in shock today as the police and emergency services deal with the aftermath of a devastating attack on a police convoy this morning. As yet, no details have been released about the prisoners being transferred in the convoy, and no group has claimed responsibility. The convoy left police headquarters early this morning for a routine transfer of felons to Liberty Penitentiary. The attack took place on the Callahan Bridge, and the bridge itself is severely damaged. Some of the convicts have perished in the explosion that followed the initial attack. Revelations as to the professionalism of the attack struck police hours afterward, when identification of the missing felons were further hampered by computer hackers on police headquarters, with the Porter Tunnel project falling behind schedule. Isolated from the rest of the city. Oh, bhai. रुक दो पुलिस आ जाओ Señor Dickhead, it's no problem to kill you. You're gonna be sorry. हमने बताया क्या है ना यिनीहरू तर को हो यार एउटा त भाग्यो हामीलाई बचाउन आएको होइन रहेछ त्यो बुढ्टावाला बचाउन आएको रहेछ ल यसले हान्दिन्छ पुलिसलाई ओके हाम्रो क्यारेक्टर पनि कम छैन है गोरो चिट्टा परेको ह्यान्सी हङ खालको रहेछ यार यसको ओइ बम छ त्यहाँ पड्क्यो बुम ओइ ब्रिजै टुट्यो त यसको त तर जोस् त्यो बुढावाला बचाउन मान्छेले हामीलाई पनि बचाइदियो क्या अब यो को हामी आई थिङ्क योसँग जान्छौँ होला यो पनि अब त्यो बुढावाला बचाउनेको चक्कर आयो भने भाग्यो होइन हामी दुईजना भाग्यौँ लेट्स सी I know a place on the edge of the red light district where we can lay low, but my hands are all messed up, so you better drive, brother. भाइ त्यो ड्राइभर हो मलाई ड्राइभ गर्ने भने यसको हातमा खै के लाग्यो अरे मलाई ड्राइभ गर भने ओके हामी क्यारेक्टर आइसकेको छ ओइ कालो देखिन्छ त अहिलेसम्म त गोरो देखेको थियो त यार ओइ ओइ अहिलेसम्म त गोरो थियो होइन र के हो यो बम पड्केर यसको मुख पनि कालो भयो क्या अबे साले त्यस्तो लाग्यो मलाई होइन सो अब यसले ड्राइभ गर भन्दैछ ड्राइभ त गर्नु पर्यो ड्राइभ गरौँ न त टक्कर आएर अब जे मैले गाडी कुदाइदिउँ न होइन ओ लेट्स गो ओए तर पहिलाको GTA 3 मा त यो आई थिङ्क वेब पोइन्ट देखाउँदैन थियो होला यसको बाटो यहाँबाट जाने भनेर तर अहिले चाहिँ यो एउटा डिफिनेटिभ एडिसन भएर देखाएको होला यो तर गाडी लास्ट कडा छ यार यो कसम मैले बिर्सेको छु यार चलाउन अब यहाँबाट राइट टक्क लाएर लेफ्ट सरी यहाँबाट चाहिँ राइट हो यहाँबाट लेफ्ट ओके रेडियो पनि खतरा बज्दैछ लेट्स गो अब यसले हामीलाई कतै एउटा सेफ ठाउँमा लग्दैछ जहाँ चाहिँ हामी अब पुलिसहरुबाट लुक्न सक्छौं हैन किनभने अहिले हामी सुरुमा त पुलिसबाट लुक्नु पर्यो किनभने अब हामी भागेको छौं
अब यसले हामीलाई मद्दत गरेछ थाहा छैन मलाई यो को भनेर तर आई थिंक यही राइटमा हो ओके कस्तो कस्तो ठाउँमा गएर बस भन्छ यार यो This is the ओके place right here. Let's get off the street and find a change of clothes. ओके लुगा फेर्न गइरहेछ हाम्रो क्यारेक्टर हैन When not on a mission, you can save your game here. This will advance time 6 hours. ओके त्यसको साइडमा ग्यारेज पनि रहेछ जहाँ चाहिँ हामी कुनै गाडी राख्यो भने हराउँदैन जिटिएमा त्यही त हो I know this Let's guy. go. He's connected. His name's Luigi. Me and him go back. So I Luigi. can probably get you some work. Come on, let's head over there. ओकेले हामीलाई कुनै एउटा लुइजी भन्ने नाम गरेको एउटा केटा हो कि केटी हो थाहा छैन होइन जेस गुन्डा होला त्योसँग हामीलाई भेटाउन लगिरहेछ त्यसले चाहिँ हामीलाई काम साम दिन्छ होला सो लेट्स गो यो एकदमै हेल्पफुल मान्छे रहेछ यार जेस हामी यसलाई चिन्दैनौँ को हो एकैचोटि भाग्दाखेरि हामीलाई मद्दत गर्यो यसले होइन लेट्स गो यहीँ हो क्या हो ओके यहीँ हो This is Luigi's club. Let's go ओके around the back and use the service door. यो क्लबै रहेछ यार लुइजिज गर्ल्स ओके क्लब रहेछ यार लुइजिजको त बक्कै एउटा खतरा ग्याङ्गस्टर हुनुपर्छ लेट्स गो Wait here, man, while I go in and talk to Luigi. मेरो कसम यसको एटिट्युड त हेर एक त मलाई एक त ड्राइभर बनायो अहिले बाहिर कुरमा कुरा गरेर आउँछु रे ल मलाई चाहिँ भित्र आउनु दिँदैन साला एक नम्बरको पार्ट के रहेछ यार मान्छे पनि को हो यो फेरि यही क्या लुइजी भने business upstairs. Or maybe you could do me a favor. One of my girls needs a ride, so grab a car and pick up Misty from the clinic, then bring her back here. Remember, no one messes with my girls. So keep your hands on the wheel. If you don't mess this up, maybe there'll be more work for you. Now get out of here. ए भाइ हाम्रो त कुनै इज्जत छैन कि क्या यार हाम्रो त कुनै इज्जत छैन क्या यसले मलाई जस्तै यो त लुइजी होइन रहेछ होइन लाइक लुइजीको अब कोही मान्छे होला जस हाम्रो एउटा जुन साथी हामीलाई बचाएको थियो नि त्यस माथि कुरा गरेर गएको छ अनि एउटा खोइको मान्छे निस्क्यो त्यसले हामीलाई एउटा काम हरायो है त्यसले चाहिँ के भन्यो त्यसको एउटा केटी छ अरे क्लिनिकमा त्यसलाई गएर उठाएर ल्याए भन्यो अब हामीले आफ्नै गाडीमा जानु त होला मलाई कति हरान बजा चुप्ला निकाल्दैछु त मलाई यसले त हामीलाई त के ड्राइभर सम्झेछ क्या यार एक त सुरुमै ड्राइभर बनाइदियो हामीलाई यार तर जिटिएको ग्राफिक एकदम दामी बनाएको रहेछ डेफिनेटिभ एडिसनमा त्यो चाहिँ मान्नै पर्छ यार ओके अब क्लिनिकसम्म गर त्यसो केटीलाई उठाएर अनि घाटामा लग्यो कसम जान यार जा ओके यहीँ कता छ त्यो केटी राइमरेसनमै पठाइन्छ बहुत तेज हो रहा है ओए गाडीको धजिया उडाइसक्यो एक चढी गाडीमा हाय मेस्टी रे मलाई बोली पनि उस्तै रहेछ फेरि यार हाय मेस्टी रे ओके लेट्स गो हामी ड्राइभर बनाइसक्यो सुरुको मिसनै ड्राइभर बनाइदियो यसको इज्जत ओए कसम नहाने मलाई झरेर हान्छ तँलाई फेरि बक्सिङमा ओके आइसक्यो अब यहाँ यस्तो यहीँ छोड्ने भने अहिले होइन 1500 रुपियाँ अरे $1500 जब यति काम गरेको ए भाइ कति धनी छ यार फर्स्ट डे एन्ड फर्स्ट जब रे ओ भाइ साहब जस हामीले एउटा मिसन कम्प्लिट गरिसक्यो अब यहाँको एउटा एलको मिसन आएको छ यसकै मिसन सायद मिस्टीकै ए अहिले ठाउँमा त यो कस्तो बिर्सिराख्यो ओके मैले अझै कुरा गरिसकेको छैन To give you this, so here, take it. There's a new high on the street. Goes by the name of Spank. Some wise guy's been introducing this trash to my girls down Portland Harbor. Go and introduce a bat to his face. Then take his car, respray it. I want compensation for this insult. ए भाइ यो लुइजी यो अहिलेको जुन हाम्रो साथी थियो नि सुरुमा हामीलाई हामीसँग भागेको साथी
त्यो साथी अहिलेसम्म के कुरा गरेको छ यार, अहिलेसम्म मैले त्यहाँ देखेको छैन। जस लुइजीले चाहिँ मलाई एउटा काम अराइसकेको छ अहिले। त्यो लुइजीको केटी अहिले लुइजी नै रहेछ, त्यो जुन हामी एउटा केटा लिएर यहाँ छोड्दै थियौँ नि, लुइजी नै रहेछ, लुइजीको गर्लफ्रेन्ड रहेछ। अब त्यसको गर्लफ्रेन्डलाई चाहिँ कुनै केटाहरूले चाहिँ ल्याङ गरेर आएको छ रे। सो ब्याट उठाउँ पहिला यहाँबाट, तिनीहरूलाई गएर चाहिँ तिनीहरूको मुखमा ब्याट हानेर त्यसको गाडी चोरेर स्प्रे गरेर लिएर आइज भनेको छ। सो जाम अब ऊ केटाहरू चाहिँ बल्ल अलिकति कायदाको मिसन दियो नि यार, कमसेकम कुट्न त पाउने भयो। ए भाइ बाटोमा हिँडिरहेको छ यार यिनीहरू। त्यस गाडी पनि खत्रै होला त्यसको यार, गाडी चोरेर आइज भनेको छ। हेरौँ कस्तो कस्तो छ गाडी। हुनु न ल्याम्बोर्गिनी टाइपको होइन, त्यस्तो हुनु नि मजा आउँथ्यो क्या। ओए म अहिले उत्रेर हान्छु, मेरो काम नपरेर उत्रेर हान्थेँ। त्यो पनि यो गाडीको अब माया छैन, किनभने अब नयाँ गाडी आउनेवाला छ। ओइ अहिले बिना काममा पुलिस लाग्छ। मा कसमहरू यार, गाडी पनि के गरेर चलाउँछन् यार। ओके यहीँदेखि यतापट्टि छ पोर्टल्यान्ड हार्बर। ओके यही केटाले हान्ने हामीले ब्ल्याटकिल बेड हान्न आउन जाम। एले भाइ ओके यसको गाडी, ओए गाडी त सही रहेछ यार। ओए सही गाडी रहेछ यसको। अब यही गाडी चोर्ने हो हामीले। एक हानेको ड्याङ्ग लोडिदिएर हाने त्यसको खोले निस्क्यो। रिस्प्रे गर भनेको छ। अब हामी आई थिङ्क स्प्रे सपमा जान्छौँ। यसले अब यसको मान्छेहरू कसरी कम्प्लेन हान्यो भने त हामीलाई पक्रिन्छ नि त। त्यही भएर अब हामी यो गाडी नयाँ बनाउँछौँ रिस्प्रे सपमा गएर। तर जुन यो ए मा कसम नयाँ गाडी हो यार, झन्न केही पनि भएन यार। यो ट्याक्सीवालाहरू कति स्लो चलाउँछन् भने नि। ल हेर न फेरि यहाँ चलाउन आउँदैन क्या यार। ओए त्यत्रो मान्छे मारिसक्यो यार। त्यहाँको पुलिस, यहाँको पुलिस के गर्छ? रिभर्टी सिटीको पुलिस यार, एउटा पुलिस पछि आयो नि त, मजै आएन क्या यस्तो भयो भने त। सर्टकट लिनु, सर्टकट यहाँबाट राइट। ओके यतै कता छ? यही हो। ओके यहाँ रहेछ। मैले दुईचोटि ठोकाइसकेँ यार, मार्छ अहिले। ओके अब पुरा गाडी नयाँ भएर निस्किन्छ क्या। कलर सलर फुल चेन्ज। यति भएपछि त अब के अरे पुलिसले हामीलाई चिन्दैन नि त। कार इन लुइजीज लकअप। ओ ल्यामो फेरि भत्काइदिएँ कार यार मैले। फेरि लिएर आइदिएछ नभने यहाँ बनाउनको लागि मैले गरेँ होइन, आफै ठोक्यो। सो यो गाडी हामी चलाउन त पाउँदैनौँ, किनभने लुइजीले त्यसको लकअपमा राख भनेको रहेछ। पछि किनौँला, तिमीहरूको दाइले किन्छ क्या एउटा दामी भेकल किन्ने हो क्या। पछि किन्न पाइन्छ कि पाइदैन त छुट्टै कुरा हो। यहाँ एउटा यता हो। ओके यसको लकअप यतै कता छ? यहाँ रहेछ। ओए कति पावरफुल रहेछ, गाडीलाई ढकालिदिए। $4,000 पाए यार यति जाबो कामको लागि। सही हो। ए भाइ एकछिन अब ओ सिटी पनि घुम्न उमाथि प्लेन उडिरहेको रहेछ यार। तर जे भने यार यो रक स्टारको ओपन वर्ल्ड गेम लास्ट लाइभली हुन्छ क्या। लास्ट लाइभली चाहिँ हेर्नु न, सब मान्छे गाडी कुदाइरहेको छ, कोही मान्छे हिँडिरहेको छ। सही छ क्या गेम त। ग्राफिक पनि एकदम दामी बनिसकेको छ। ल्याममा हानौँ न यसलाई। मर्यो एक सर्न। ओए मर 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 मर्यो। पैसा पायो नि, पैसा पैसा हो गयो। हामीसँग कति भइसक्यो? $5,586 भइसक्यो जम्मा दुईटा काम गरेर। सही हो यार, सही हो। अब हामी कहाँ जाने हो फेरि? अब आई थिङ्क लुइजीले हामीलाई मिसनहरू दिनेवाला छ है। तर आजको लागि यति नै गरौँ, छोटो गरौँ होइन, धेरै लामो नगरौँ। किनभने मलाई थाहा छ लामो भिडियो बनायो भने तपाईँहरू पक्कै फुल त हेर्नुहुन्न होइन। सो आजको लागि यति गरौँ।
अब लुइजीले हामीलाई अरू के मिसन दिने अर्को एपिसोडमा थाहा हुने नै छ। अर्को एपिसोड चाहिँ अलिक लामो बनाउँछु म। आज चाहिँ एउटा इन्ट्रो जस्तो त GTA 3 को है। सो अब हामीलाई कस्तो कस्तो मिसन दिन्छ हैन, डेन्जर मिसन पनि दिन्छ यसमा हैन। अनि हामीले चाहिँ अब हामी त भागेको कैदी हो नि त हैन। अब पुलिसले पनि हामीलाई खोजिरहेको छ होला। सो हामी पुलिसहरुबाट पनि कसरी बच्छौं, अब यसरी काम गरेर हामी कसरी अब एउटा सक्सेसफुल मान्छे बन्छौं। अनि मेन कुरा त्यो गर्लफ्रेन्डले जुन गर्लफ्रेन्ड धोका दिएको थियो नि त्यसलाई बदला दिनु त पर्यो। अब हाम्रो क्यारेक्टरले कसरी बदला दिन्छ त थाहा हुने छ। सो त्यति दिनको लागि हेर्दै गर्नु होला। अब अर्को एपिसोडमा हामी पक्कै भेट्ने छौँ। लाइक सब्स्क्राइब गर्न नबिर्सनु होला है त। बाई बाई।